नमस्ते अनि वेलकम टु माई अफिसियल च्यानलमा यहाँहरू सबैजनालाई स्वागत अनि अभिवादन टक्राउन चाहन्छु। र यतिको व्यवसायमा चाहिँ म दुबईबाट बोलिरहेको छु। यहाँहरू कहाँबाट हुनुहुन्छ कमेन्ट गर्नु होला र के कस्तो लाग्छ प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला भन्न चाहन्छु। र आजको विषय चाहिँ के छ भने यो जुन अमेरिकामा रहेको फिटमिन गुरुङ भन्ने व्यक्ति पनि के भन्ने त्यो मान्छेलाई हैन, मान्छे पनि के भन्ने, जुन खालको चाहिँ उसले सामाजिक सञ्जालमा टिकटकमा अथवा चाहिँ कुनै पनि सोसियल मिडियामा चाहिँ उसले जुन खाडी मुलुकमा रहने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, खाडी मुलुक भन्नलाई अलिकति मलाई पनि आफैलाई यो खाडी मुलुक भन्न रुचाउँदिनँ म हैन। एउटा यहाँको देश छ, कन्ट्री छ हैन, जहाँ रहे पनि हामी नेपालीहरू खुसी छौँ र दुःख सुख हामीले कमाइरहेका छौँ, जमाइरहेका छौँ हैन, जहाँ रहे पनि। सो जति पनि हामी अरब मुलुकमा छौँ, गल्फ कन्ट्रीमा छौँ, गल्फ कन्ट्री भन्न रुचाउँछु। र उसले चाहिँ यो खाडी मुलुकमा रहने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई चाहिँ खाडीमा बस्ने भनेर एउटा तुच्छ शब्दहरूले चाहिँ उसले एउटा प्रहार गरेको छ हामी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू जति पनि दुबई, कतार, मलेसिया, साउदी, कुवेत, ओमन, बहराइन जति पनि गल्फ कन्ट्रीमा छौँ सबै नेपालीहरूलाई चाहिँ यो एउटा फिटमिन गुरुङ यानि कि यो मिन गुरुङ भन्ने व्यक्तिले यो चाहिँ अमेरिकामा बस्दो रहेछ हैन। सो यसले चाहिँ जति पनि हामीलाई भनेको छ नि गल्फ कन्ट्रीमा बस्ने, तिमीहरू खाडीमा बस्ने, यस्तो उस्तो हैन, तिमीहरूले जस्तो के अरे लाइफ चेन्ज गर यहाँ भनेको छ नि हैन। जस यसले भन्दाखेरि राम्रै कमाएको होला गल्फ कन्ट्रीमा बस्ने मान्छेहरूले हैन, खाडीमा बस्ने, हामी खाडीमा भनौँ न, हामी खाडीमा बस्नेहरूले हैन। अनि यसले चाहिँ अनि डबल बेडमा बस्ने, कालो बेडमा बस्ने, यस्तो उस्तो लाइफस्टाइल यस्तो हुन्छ उस्तो हुन्छ भनेर पुरै स्टोरी बताइरहेको थियो हैन। यो यसले जुन खाडीमै नबसिकन यो त्यहाँ पुगेको त पक्कै पनि होइन होला हैन, नत्र यसले कसरी थाहा पायो खाडीमा यस्तो हुन्छ उस्तो हुन्छ भनेर हैन। सो मान्छेलाई यसरी भन्न पनि मिल्दैन हैन, त्यो सायद त्यो कसरी त्यो ठाउँमा पुग्यो हामीलाई थाहा भएन हैन, त्यो म्याटर भएन हामीलाई हैन। तर यसरी एउटा नेपालीले नेपालीकै एउटा बेइज्जत गर्नु अथवा चाहिँ नेपालीले नेपालीलाई नै यो तुच्छ व्यवहार गर्नु भनेको राम्रो कुरा होइन हैन। सो यो विषयमा मैले टिकटकमा पनि अलरेडी मैले भिडियोहरू हालिसकेको छु यसको बारेमा हैन। यो कान खोलेर सुन। यतिखेर हुन त यो भिडियो यो मिन गुरुङ भन्ने, यो फिटमिन गुरुङ भन्नेले यो भिडियो हेर्दैन होला, किनभने यो त अलरेडी जेल परिसकेको छ अरे भन्ने हामीले सोसियल मिडियातिर टिकटकतिर हामीले सुन्न आइरहेका छौँ, देख्न आइरहेका छौँ। यो चाहिँ अलरेडी जेलमा परिसकेको र यसलाई गिरफ्तार गरेर चाहिँ यसलाई कारागार चलान गरिसक्यो भन्ने न्युजहरू पनि सुनिरहेका छौँ हैन। यो कतिको सत्य हो यो त थाहा भएन, तथ्य सत्य आउला हैन। र यसको चाहिँ भिडियोहरू मैले हेर्दै आइरहेको थिएँ गत वर्षदेखि, त्योभन्दा अगाडि त मैले चिन्दिनँ पनि थिएँ। सो 5-6 महिना 5-7 महिना 1 वर्ष हुन लाग्यो होला यसलाई मैले टिकटकतिर मैले फलो पनि गरेको थिएन। एटलिस्ट यसलाई यसको भिडियोहरू चाहिँ यसरी भाइरल हुँदो रहेछ, किनभने यसले चाहिँ नराम्रो शब्दहरू प्रयोग गर्ने दिदीबहिनीहरूलाई अथवा चाहिँ दाजुभाइहरूलाई तिनीहरूको फोटोहरू राखेर यस्तो उस्तो गरेर चाहिँ हैन एउटा चरित्र हत्या गर्दै हिँडिरहेको रहेछ यो मान्छेले हैन। अनि मैले देखिरहन्थेँ यसको ब्लग्सहरू देखिरहेको थिएँ हैन, युट्युबमा भन्दा पनि टिकटकमा देखिरहेको थिएँ क्या। सो यसले चाहिँ जुन किसिमको हरकतहरू गरिरहेको थियो, चर्तिकलाहरू गरिरहेको थियो, यो देखिरहेको थिएँ र मलाई त्यसमा कुनै गुनासो पनि थिएन र कुनै फिडब्याक दिने जरुर पनि थिएन क्या यसलाई हैन। तर यसले चाहिँ जहाँसम्म, किनभने जुन खाडीमा बस्ने यस्तो पाखे यताउता भनेर चाहिँ यो भनेको थियो नि, त्यो शब्दले चाहिँ मलाई मनमा लाग्यो क्या। किनभने म पनि खाडीमा छु हैन, म खाडीमै खुसी छु क्या हैन। मेरो योग्यताले, मेरो हैसियतले अथवा चाहिँ भनौँ न जेसुकै भनौँ न हैन, योग्यता त हाम्रो पनि छ, हामी पनि युरोप जान सक्छौँ हैन, बेलायत जान सक्छौँ, अमेरिका, अस्ट्रेलिया, युके भनेर हामी कुनै पनि ठाउँमा जान सक्छौँ र त्यो योग्यता पनि छ हैन, नभएको होइन
हैन। तर यदि मान्छे जहाँ खुसी मिल्छ हैन, जहाँ खुसी छ त्यहीँनिर त बस्ने हो नि हैन। यहाँ पनि यदि कमाइ नै हुन्थेन भने हैन, घरबार चलाउन नसक्ने अवस्था थियो भने सायद हामी मुलुक विदेश पनि हिँड्न पर्दैन थियो होला हैन। युरोपमा पनि त के त्यहाँ गएर तिमीहरू जुन यो फिटमिन गुरुङ जस्तै हैन, त्यहाँ गएर तिमीहरू बसी बसी खुट्टा हल्लाएर त पक्कै खाँदैनौ। झन् युरोपमा झन् गाह्रो छ काम। यहाँ बरु आफ्नो उसमा आफ्नो अन्डरमा काम गराएर अथवा चाहिँ आफ्नो उसमा चाहिँ काम गरिरहेका हुन्छौँ हैन। तर हामीले जति पनि युरोपतिर अथवा चाहिँ अस्ट्रेलिया अमेरिका युकेमा गएर पनि त्यही नै हो, तिमीहरूले भाडै माझ्ने हो हैन। जति पनि युरोप अथवा चाहिँ कुनै पनि कन्ट्रीमा बस्ने मान्छेहरू तिमीहरू छौ नि, तिमीहरू दाग नलगाऊ हैन। म सबैलाई त भन्दिनँ, जति पनि यो फिटमिन गुरुङ जस्तो खालको सोच भएको तिमीहरू अस्ट्रेलिया अमेरिका कुनै पनि देशमा छौ भने चाहिँ यो भिडियो हेर है। म सबैलाई भन्दिनँ म हैन। तिमीहरू पनि त्यहाँ गएर तिमीहरू 12 घण्टा 14 घण्टा तिमीहरू भाडा माझ्नुपर्छ, बुझ्यौ हैन। कुनै पनि टोइलेट सोर्नुपर्छ होला, कुनै पनि कामहरू गर्नुपर्छ होला। तिमीहरू जहाँ गए पनि तिमीहरू खुट्टा हल्लाएर पक्कै पनि खाँदैनौ के हैन। त्यहाँ गएर तिमीहरू अहिले आएर चाहिँ तिमीहरू पनि सबैलाई म भन्दिनँ, यो फिटमिन गुरुङ जस्ता यी नालायक व्यक्तिहरूलाई यो भिडियो पुगोस् त्यहाँसम्म हैन। तिमीहरूले भन्दा राम्रै कमाइएको छ, राम्रै घरबार चलाइएको छ हैन। दुबई बसेको अलमोस्ट 14-15 वर्ष भइसक्यो हैन। यहाँ त अहिले हाम्रो सेकेन्ड होम भइसक्यो जस्तै हो हैन। सेकेन्ड होम भने पनि हुन्छ हैन। सो हामी यहीँ खुसी छौँ क्या हैन। गल्फ कन्ट्रीमै खुसी छौँ, दुबई खाडी मुलुकमै खुसी छौँ क्या। जति पनि यो खाडी मुलुकमा बस्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हेर्ने दृष्टिकोणहरू यो युरोपमा बस्नेहरूको यति नराम्रो हुन्छ नि हैन। मेरा कतिपय अब म भन्दिनँ, नामसाम तोक्दिनँ हैन। धेरैजनाहरू हुनुहुन्छ कतिपय, अब म कसैको नाम किटेर म भन्दिनँ। तर यो जुन फिटमिन गुरुङ छ नि, तर यसले चाहिँ जसरी यसले जुन खालको किसिमको चाहिँ हामीलाई खाडी मुलुकमा बस्ने मान्छेहरूलाई गाली गुलैजा गरेर चाहिँ यसले यस्तो उस्तो भनेर चाहिँ गर्यो नि, त्यसको लागि चाहिँ घोर विरोध हुनेछ भन्न चाहन्छु। त्यसले गर्दाखेरि गाइस यो जुन फिटमिन गुरुङ छ यसलाई चाहिँ जेलमै चढाइयोस् र नेपाल नै पुर्याइयोस् के, यसको जन्मथलो पनि नपुर्याओस्, यसलाई चाहिँ जेलमै कोचाइयोस्, अमेरिकामा यस्तो बिजोग होस् कि यसले पनि रियलाइज गरोस् क्या हैन। जति पनि मान्छेको एउटा हुन्छ नि चर्तिकेला अथवा चाहिँ कुनै पनि किसिमको यसले जुन खालको चरित्र हत्या गरेको छ हैन, यसको लागि चाहिँ म घोर विरोध गर्न चाहन्छु हैन। कसैको जिन्दगीमा आचाउने कुराहरू गरेको छ यसले हैन, कतिको फोटोहरू हालेर अथवा चाहिँ कसैको बारेमा नराम्रो शब्दहरू प्रयोग गरेर चाहिँ यसले हरेक मान्छेहरूलाई मैले धेरैवटा भिडियोहरू देखिरहेको छु हैन। सो यस कारणले गर्दाखेरि यदि तपाईहरू पनि अमेरिका अस्ट्रेलिया युके कतै पनि हुनुहुन्छ भने खाडी मुलुकमा बस्ने मान्छे नेपाली हो नि त हैन। जहाँ बसे पनि तपाईँको योग्यताले, तपाईँको क्षमताले अथवा चाहिँ तपाईँको आफ्नो सोचले तपाईँ युरोप हुनुहुन्छ होला हैन, त्यो आफ्नो ठाउँमा छ हैन, त्यो तपाईँको ठाउँमा छ। सो तपाईँले न त हामीलाई युरोपमा बसेर हामीलाई कमाएर गल्फ कन्ट्रीलाई हेर्ने पनि होइन हैन। आखिरी तपाईँले पनि हामीले जस्तै रेमिटेन्स नेपालमा पठाउने हो, तपाईँले पनि पठाउने हो। तपाईँले जस्तो काम गर्नुहुन्छ त्यस्तै हामीले पनि यहाँ काम गरेका छौँ। र दुबईमा मेन स्पेसल्ली दुबईमा बस्ने मान्छेहरू, किनभने युरोपबाट मान्छेहरू किन घुम्न आउँछन् त हैन। तिमीहरू भन्दा राम्रै यो फिटमिन गुरुङहरू भन्दा राम्रै तरिकाले हामी यहाँ बसेका हुन्छौँ दुबईमा हैन। सबै त्यस्तो पनि हुँदैन र सबैलाई म सम्मान गर्छु। यहाँनिर हरेक किसिमका हरेक पोजिसनमा काम गर्ने मान्छेहरू नेपालीहरू छन् यहाँनिर हैन। ठुला पोजिसनमा अथवा चाहिँ ठुला स्यालेरी खानेहरू पनि। तिमीहरूले अमेरिका अस्ट्रेलियामा कमाउने जति चाहिँ हामीले दुबईमा पनि कमाउँछौँ हैन, न त जोक हैन। यदि मेरै कुरा गर्ने हो भने पनि मैले तिमीहरूले अस्ट्रेलिया अमेरिकामा कमाउने पैसा चाहिँ म पनि दुबईमा कमाइराखेको छु क्या हैन। सो तिमीहरूले कमाउने पनि 3-4 लाख होला हैन। हामीले पनि यहाँनिर नर्मली 2-3 लाख रुपियाँ हामीले नै महिनामा कमाउँछौँ क्या हैन। तिमीहरूले पनि 2-3 लाख रुपियाँ भन्दा कमाउँदैनौ है। यतिको साह्रो धाक नलगाए हुन्छ फिटमिन गुरुङले जस्तो हैन। त फिटमिन गुरुङलाई चाहिँ यो भिडियो त्यहाँसम्म तैँले सुनिस् भने याद गर र रियलाइज गर हैन। रियलाइज पनि गर र खाडी मुलुकमा बस्ने मान्छेहरू पनि नेपाली नै हो भनेर यति कुरा चाहिँ याद गर। हस् त, यो भिडियो के कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिनु होला। फेरि अर्को भिडियोमा उपस्थित हुने बाचा गर्दै अहिलेको बसाइबाट चाहिँ बिदा हुन चाहन्छु। हस् त, बाई बाई।